पछिल्लो समयमा धेरै जनमानसमा बाथरोग सम्बन्धी समस्याहरू फैलिँदै गएको पाइन्छ। शरीरमा विभिन्न किसिमका रोग त आइ नै रहेको हुन्छ। ती रोगको बारेमा उचित जानकारी नपाएर धेरैलाई समस्या पनि हुँदै आएको पाइरहेका छौँ। त्यसकारण मणिपाल टिचिङ अस्पतालबाट MBBS MD तथा पाटन एकाडेमी अफ हेल्थ साइन्सबाट बाथरोग सम्बन्धी क्लिनिकल मेथोलोजीको 2 वर्ष आफ्नो अध्ययन सम्पन्न गरी बाथरोग विशेषज्ञको रूपमा सेवा दिँदै आइरहनुभएका डाक्टर असीम बटाजुसँग बाथरोग सम्बन्धी विशेष जानकारी सहितको कुराकानी यहाँको माझमा प्रस्तुत गर्दछौँ। डाक्टर साहब, यहाँलाई धेरै धेरै स्वागत छ। नमस्कार। हजुर हजुर आज हामी तपाईसँग बाथरोगसँग सम्बन्धित केही जिज्ञासाहरू जो एकदमै आम जनताको माझमा धेरै जिज्ञासाहरू छन् त्यो विषयसँग कुराकानी गर्नेछौँ। डाक्टर साहब, सबैभन्दा पहिले एउटा सरल तरिकाले भनिदिनुहोस् न, यो बाथरोग भनेको चाहिँ के हो खासमा? नमस्कार सबैजनालाई। आज बाथरोगको बारेमा केही कुरा हामी भन्दैछौँ। बाथरोग भन्नाले सामान्य भाषामा बुझ्नुपर्दा अब कुनै पनि जोर्नी अथवा मांसपेशीको कुनै रोगलाई बाथरोग भनिन्छ। जस्तै अब जोर्नीको दुखाइ, जोर्नी सुन्निने अथवा कक्रक्क हुने, मांसपेशीको दुखाइ, मांसपेशीको कमजोरी, यी सबै बाथरोग अन्तर्गत पर्दछ। अब तर बाथरोगमा जोर्नी र मांसपेशी मात्रै होइन, शरीरको कुनै पनि अङ्ग असर हुन सक्दछ बाथरोगको प्रकार हेरिकन। र अब यो त सामान्य भयो। अब आयुर्वेदिक मतान्तर अनुसार बाथरोग भन्नाले त्यो बाथ भन्ने शब्द चाहिँ भात भन्ने जुन 3टा दोष छ त्योमध्ये भात दोष भन्नेबाट आएको शब्द हो। त्यो चाहिँ त्यो भात दोषमा कुनै समस्या आयो, कुनै गडबडी भयो र रोग देखियो भने बाथरोग भनिन्छ भन्ने चाहिँ आयुर्वेदको शब्द हो यो चाहिँ है। यो रोग चाहिँ कसरी हुने रहेछ डाक्टर साहब? खासमा यो रोग लाग्ने के तरिका रहेछ, के कसरी लाग्ने रहेछ यो खासमा? यस्तो छ, अब बाथरोग कसरी लाग्छ, बाथरोग ठ्याक्कै यसरी लाग्छ र यो कारणले मात्र लाग्छ भनेर भन्न चाहिँ गाह्रो छ है। अब धेरै बिरामीहरूले पनि सोध्नुहुन्छ बाथरोग कसरी लाग्छ, किन लाग्यो, खानपानले लाग्यो कि अथवा यो मेरो वंशानुगत असर, वंशानुगत हो कि वंशमा कसैलाई छैन, फेरि मलाई मात्र कसरी लाग्यो, मेरो वंशमा अझसम्म कसैलाई पनि यो रोग देखिएको छैन, मलाई कसरी लागिरहेको छ, यो धेरै सोध्नुहुन्छ होइन। अब यसको जवाफमा के हुन आउँछ भन्दाखेरि अब बाथरोग लाग्ने कारण चाहिँ एउटा वंशानुगत कारण, मैले अघि भने जस्तै हो। वंशानुगत कारणमा कुनै वंशानुगत तत्त्वहरू, जिन भन्छ हामीले है, त्यो पहिला पुर्खाहरूमा हुनसक्छ तर त्यो रोगको रूपमा नदेखिएको हुनसक्छ है, एक्सप्रेस नभएको हुनसक्छ भने अब बिरामीमा, तपाईँको बिरामीमा चाहिँ त्यो रोग देखिन सक्छ। वंशानुगत असर सँगसँगै वातावरणीय असर र खानपान, रहनसहन, यो सबै कुराले गर्दा चाहिँ बाथरोग देखिन सक्छ। र वंश बढ्दै जाँदाखेरि पनि अब त्यो जेनेटिक भेरिएसन बढ्दै जाने, जिनहरूको सङ्ख्या बढ्दै जाने, त्यसमा हुने असर गडबडी अझै बढ्दै जाने हुनसक्छ है। एउटा वंशानुगत भयो। अर्को भनेको चाहिँ वातावरणीय असर, जस्तै खानपानले गर्दा, कुनै इन्फेक्सनहरूले गर्दा पनि बाथरोग हुन सक्ने सम्भावना रहन्छ। अब दुइटै सँगसँगै मिलेर वंशानुगत असर प्लस इन्फेक्सनको रोल हुनसक्छ है। अर्को भनेको हाम्रो जस्तो भूपरिवेष्टित राष्ट्रमा जहाँ उकालो ओह्रालो धेरै गरिन्छ, पहाड भिरालो सबै छ, त्यसले गर्दा अब होइन तलमाथि गर्ने, उकालो ओह्रालो गर्ने कारणले गर्दा जोर्नीमा पर्ने दबावको कारणले हड्डी खिइने बाथ, जुन धेरै बाथमध्येको धेरैमा देखिने बाथ भनेको हड्डी खिइने बाथ हो। त्यो कारणले गर्दा पनि बाथ देखिन्छ, जीवनशैलीको कारणले, यी यावत कारणले गर्दा पनि बाथ देखिन्छ। धेरै जानकारीहरू हामीले प्राप्त गऱ्यौँ। वास्तवमै यो तपाईँले भन्नुभएको वंशानुगत कारण, एउटा वातावरणीय असरको कारणले गर्दा एउटा चाहिँ जोर्नीमा पनि पर्ने उच्च दबाव पनि भन्नुभयो होइन? हजुर डाक्टर साहब, अनि यो खानपानको बाथरोगको एउटा खानपान चाहिँ के कसरी हुन्छ अथवा कस्तो हो, यो विषयमा पनि अलिकति बताइनुहोस् न। बाथरोग र खानपानको रिलेसन पक्कै पनि छ। अब सबै बाथरोगमा खानपान बार्नु पर्ने भन्ने चाहिँ हुँदैन। जस्तै धेरै बिरामीहरूले सोध्नुहुन्छ ओपिडीमा, डाक्टर अब मलाई अब के खाँदा हुन्छ, के खानुहुन्न, अब दही खाँदाखेरि अब कुनै चनाहरू, कुनै गेडागुडी खाँदाखेरि चाहिँ मेरो रोग बढ्छ, त्यो खान छोडेपछि मलाई सजिलो हुन्छ भनेर भन्नुहुन्छ। त्यसले अब खानपान बारेर औषध नखाइकन पनि नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन भनेर पनि सोध्नुहुन्छ। अब सबै बाथमा त्यस्तो चाहिँ हुँदैन। अब एउटा बाथको धेरै प्रकारमध्येको एउटा बाथ, जस्तै बाथ चाहिँ धेरै प्रकारको हुन्छ, 200 भन्दा बढी प्रकारको बाथरोग हुन्छ। त्योमध्ये युरिक एसिड बाथ, हाम्रो भाषामा गाउटी आर्थराइटिस भन्छौँ,
गाउटी आर्थराइटिस बाथमा चाहिँ खानपानको रोल प्रमुख हुन्छ। जस्तै सुक्खा केटागुडी, चिनीजन्य पेय पदार्थहरू जुनमा फ्रुक्टोजको मात्रा धेरै हुन्छ, रक्सीजन्य पदार्थहरू र रातो मासुहरू, यसको सेवन चाहिँ नगर्दै राम्रो गऱ्यो भने रोग बढ्ने सम्भावना हुन्छ यो गाउटी आर्थराइटिसमा, युरिक एसिड बाथमा। र अरू बाथ रोगमा चाहिँ नर्मल खानपान जुन हेल्दी डाइट हामी भन्छौँ त्यस दाल भात तरकारी माछा मासु गेडागुडी सबै खान मिल्छ र खानु पनि पर्छ। किनभने बाथ रोगीहरू रोगको कारणले र जुन औषधि सेवनको कारणले पनि रोगसँग लड्ने क्षमता यसै कम भइरहेको हुन्छ। त्यो बढाउनको लागि शरीरमा प्रोटिन डाइट चाहिन्छ। त्यसले गर्दा हेल्दी खानेकुरा चाहिँ झन् खानुपर्छ। तर अर्को कुरा के बुझौँ भन्दाखेरि अब बाथ रोगीमा रगतको नलीहरूमा चाहिँ बोसो लाग्ने सम्भावना, रगतको नलीहरूमा रगत जमेर हार्ट एट्याक लाग्ने सम्भावना, प्यारालाइसिस हुने सम्भावना चाहिँ अरू आम जनताभन्दा रिस्क अझै बढी हुन्छ। त्यसले गर्दा चाहिँ चिल्लो जन्ने कुराहरू, रातो मासुहरू चाहिँ अलि कम गर्दै राम्रो बाथ रोगीहरूले। त्यो बाहेक अरू यस्तो बार्नुपर्ने भन्ने चाहिँ छैन र खानपान बारेर मात्रै रोग निको हुन्छ, औषधि खानु पर्दैन भन्ने चाहिँ हुँदैन। फेरि खानपान सँगसँगै औषधि पनि सँगसँगै सेवन गरेर जीवनशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ। यसमा जस्तो कसरतको कुराहरू पनि हैन, फिजिकल फिटनेसको कुरा एक्ज्याक्टली हजुरले भन्नुभयो, फिजियोथेरापीको रोल एकदम प्रमुख हुन आउँछ। औषधि मात्रै खाएर भन्दा पनि औषधि सँगसँगै खानपान र फिजियोथेरापी र जीवनशैलीमा गर्ने परिवर्तन भनेको फिजियोथेरापी हो। व्यायामहरू कसरतहरूको प्रमुख भूमिका हुन्छ। जस्तै भनौँ न अब यङ उमेरदेखि नै पुरुषहरूमा जस्तै हामीले ढाडको बाथ भन्छौँ, जसलाई हाम्रो भाषामा स्पोन्डाइलर आर्थराइटिस भन्छ, त्यसमा औषधि सेवनले मात्र पुग्दैन। एरोबिक एक्सर्साइजहरू, सूर्य नमस्कारहरू, होइन साइकल चलाउने, बाइसाइक्लिङ, होइन पौडी खेल्ने, यी यावत व्यायामहरू गरेर मात्रै रोग अझै कन्ट्रोलमा आउँछ। यसको प्रमुख भूमिका हुन्छ बाथहरूमा। यो हड्डी खिने बाथ लगायत अन्य बाथहरूमा पनि फिजियोथेरापीको भूमिका प्रमुख हुन आउँछ। अब डाक्टर साहब यो भनिदिनुहोस् न, यो बाथ रोग लाग्ने उमेर समूहहरू चाहिँ कुन कुन हुन्, यस विषयमा पनि अलिकति जानकारी दिनुहोस् न। हुन्छ। अब बाथ रोग कुन कुन उमेर लाग्छ भन्दाखेरि चाहिँ अब सबभन्दा धेरैमा देखिने बाथ भनेको अघि मैले भने हड्डी खिने बाथ। यो चाहिँ बाहिर देशहरूमा 70-75 वर्षभन्दा माथिमा देखिन्छ भन्ने हुन्छ। तर अब हाम्रो जस्तो राष्ट्रमा जहाँ यो यहाँको भूगोल सबैले गर्दा चाहिँ लगभग 50-60 वर्षभन्दा माथिको विशेष गरी महिला, तर पुरुषमा नदेखिन्छ होइन, तर विशेष गरी महिलाहरूमा यो हड्डी खिने बाथ देखिन्छ। अब युरिक एसिड बाथ यो चाहिँ महिलाहरूमा महिनावारी रोकिएपछि देखिन्छ, पुरुषहरूमा चाहिँ उमेर बढ्दै जाँदाखेरि देखिन सक्छ। वा अरू बाथहरूमा गठिया बाथ अथवा आम बाथ, हाम्रो भाषामा रुमेटोइड आर्थराइटिस भन्छौँ, यो चाहिँ लगभग 40-50 वर्ष अथवा त्योभन्दा माथिका उमेर समूहमा बढी देखिने गरिन्छ। भने सानो उमेरमा देखिने बाथ भनेको एसएलई बाथ, भित्री अङ्गलाई असर गर्ने बाथ भन्छौँ, जुन महिलाहरूमा बढी देखिन्छ। र पुरुषहरूमा देखिने बाथ जस्तै ढाडको बाथ, यो चाहिँ लगभग 40-45 वर्षभन्दा कम उमेरका पुरुषहरूमा चाहिँ ढाडको बाथ हुनसक्छ, जस्तै स्पोन्डाइलर आर्थराइटिस पनि भन्छौँ। अब यो बाथ रोगका केही सामान्य लक्षणहरू जसले गर्दा मान्छेले चाहिँ बुझ्नुहुन्छ कि मलाई बाथको चाहिँ एउटा समस्याहरू चाहिँ भइरहेको हो कि भन्ने खालको, यसको लक्षणहरू चाहिँ अलिकति बताइदिनुहोस् न डाक्टर साहब। हुन्छ। अब बाथ रोगको लक्षणको कुरा गर्नुपर्दा होइन, अब बाथ रोग चाहिँ रोग अनुसार यसको लक्षणहरू फरक हुने गर्दछ है। जस्तै अब हड्डी खिने बाथमा चाहिँ जोर्नी, दुख्ने, सुन्निने, होइन जस्तै बसेर उठ्दाखेरि जोर्नी एकछिनसम्म कक्रक्क हुने, जसलाई हाम्रो भाषामा जेलिङ फेनोमेना भन्छ, यो हुने गर्छ। तर यसमा चाहिँ अरू अङ्गलाई असर गर्दैन, जोर्नीमा मात्रै सीमित हुन्छ। भने अब अरू बाथहरूमा जस्तै भित्री अङ्गलाई असर गर्ने बाथहरूमा बाथले कपालदेखि नङसम्म असर गर्छ भन्छ है। जस्तै अब कपाल झर्ने, हाम्रो आँखा सुक्खा हुने, मुखहरू सुक्खा हुने, आँखामा बालुवा पसे जस्तो हुन्छ भन्ने बिरामीले यस्तो भन्नुहुन्छ होइन। मुखमा बारम्बार घाउहरू आइराख्ने, होइन घाममा हेर्दाखेरि अनुहार रातो भएर आउने, छालामा अब डाबर आउने, खतिरा आउने, चिलाउने गर्ने, अब चिसो पानीहरू खेलाउँदाखेरि हात औँलाहरू दुख्ने, झमझम गर्ने, होइन सेतो निलो रातो हुँदै जाने, एकदम छिटो थाक्ने, गल्ने, होइन जोर्नीमा दुख्ने सुन्ने छँदैछ होइन। र त्यो बाहेक अब पिसाबमा फिँजहरू देखिने, रगत देखिने, बारम्बार खकारमा रगत आउने, स्यासा भइराख्ने, यावत लक्षणहरू देखिन्छ। यी बाहेक अरू थुप्रै लक्षणहरू छन्, रोगको प्रकार हेरेर हुन्छ होइन। अब गठिया बाथमा जोर्नी सँगसँगै अब छातीमा जाली लाग्ने, फोक्सोमा जाली लाग्ने,
होइन, जसले गर्दा अब एकदम छिटो छिटो धेरै पटक स्याहाँ हुने, खोकी लागिराख्ने, सुक्खा खोकी लाग्ने भने त्यो हुनसक्छ। अब मुटुमा असर गर्न सक्छ, यसले रोग हेरेर हुन्छ। हजुर, अब अघि पनि तपाईँले केही उपचार पद्धतिको विषयलाई लिएर अथवा केही फिटनेसका कुराहरूलाई पनि जोडेर तपाईँले भन्नुभएको थियो, र पनि एउटा बाथ रोगीले आफूले के गर्नै पर्ने कुराहरू चाहिँ के हो जस्तो लाग्छ हजुरलाई बुदागत रूपमा भन्नुपर्दा? अब बाथ रोगीले गर्नै पर्ने र गर्न नहुने दुईवटामा बाँडौँ होइन। अब गर्नै पर्ने कुरा भनेको त एउटा जीवनशैलीमा परिवर्तन गर्नु पऱ्यो होइन, रोग हेरेर होइन। जस्तै अब हड्डी खिने बात छ भने होइन, अब धेरै बेर तलमाथि गर्ने कामहरू नगर्ने होइन। अब जसरी जोर्नीमा बल नपार्ने होइन, अब कुनै सपोर्टको स्टिकको सहायताले हिँड्ने होइन। अब बस्दा गर्दा पनि सकेसम्म कुर्ची अथवा मेजको प्रयोग गर्ने। खाँदाखेरि हाम्रो गाउँघरतिर अझै पनि पिर्कामा बस्दै खाने चलन छ, त्यो नगर्ने, बरु मेजमा बस्ने है, सकेसम्म कुर्चीको प्रयोग गर्ने। अब चर्पी जाँदा चाहिँ यदि कमोड छैन, प्यानकै छ भने पनि त्यहाँ कुर्चीको प्रयोग गर्ने, त्यो गर्ने त्यसले गर्दा जसले गर्दा जोर्नीमा दबाब पर्दैन र तौल घटाउने प्रमुख रूपमा है। तौल बढेर पनि जोर्नीमा असर परेर यो खिने क्रम बढ्न सक्छ, त्यो गर्ने। यसरी चाहिँ जीवनशैलीमा परिवर्तन र खानपानमा विचार गर्ने। जस्तै अब युरिक एसिड बाथमा अघि मैले भने जस्तै खानेकुराहरू बार्ने है, जुन रिस्क हुन्छ त्यो खानेकुराहरू बार्ने। अब व्यायाम गर्ने, व्यायाम गर्न नछुटाउने है, औषधि मात्र खाएर भन्दा पनि व्यायामहरू गर्ने र औषधि टाइममा खाने। डाक्टरले भने बमोजिम औषधि खाइदिने र समय समयमा चेक जाँचहरू गरिराख्ने है। अनि अब गर्न नहुने कुरा भनेको औषधि आफै नछोड्ने। रोग निकै भएन अथवा ल बिचमा एकदम रोग निको भयो जस्तो लाग्छ बिरामीले, र औषधि छोडिदिनुहुन्छ र फेरि रोग बल्झेर आउनुहुन्छ। जसले गर्दा के हुन्छ भन्दाखेरि पहिला जुन खाइरहेको औषधिले काम नगरेर त्योभन्दा अझै माथि अझै कडा औषधि होइन, जुन पैसाको हिसाबले पनि महँगो हुन्छ, औषधि पनि कडा, त्यसले गर्ने असरहरू पनि बढी हुन्छ। त्यो औषधिहरूमा जानुपर्ने हुन्छ र बिरामीलाई पनि गाह्रो हुन्छ। त्यो नगर्ने र नदुख्ने औषधिहरू आफ्नै तरिकाले खाएर नबस्ने। जस्तै धेरै बिरामीहरूले देखिन्छ अब आयुर्वेदिक धुलो पाउडर भनेर खानुहुन्छ, त्यो रियल आयुर्वेदिक औषधि भनेको छुट्टै हुनसक्छ। त्यो अझै यकिन भइसकेको छैन, रिसर्चहरू हुँदैछ त्यसको लागि चाहिँ। तर अब धुलो पाउडरहरूमा चाहिँ स्टेरोइडको तत्त्व चाहिँ एकदम धेरै हुन्छ, जसले गर्दा रोग एकछिनलाई जादु भए जस्तो हुन्छ। जोर्नी दुख्ने क्रम निको हुन्छ, सुन्निने क्रम निको हुन्छ, तर यसले कालान्तरमा चाहिँ ढाडको हड्डीहरू बङ्ग्याउने, ढाडको हड्डी फ्र्याक्चर हुने, नसा च्याप्पिने, मुटु बिगार्ने, मृगौला बिगार्ने हुन्छ। त्यसले गर्दा यो औषधि खानु हुँदैन है। र यही हो नगर्नुपर्ने कुरा भनेको चाहिँ यही हुन् र गर्नुपर्ने कुरा यो हुन्। र यति बुझ्नुपर्छ कि बाथ रोग चाहिँ निर्मूल नै भएर नजान सक्छ। कति रोगहरू निर्मूल पनि हुन्छन्, कुनै केही वर्षपछि रोग आफै हराउन पनि सक्छ भने कति रोगहरू निर्मूल नहुन सक्छ। तर औषधि खायो र खानपान बार्यो भनेअनुसार गऱ्यो भने चाहिँ रोग राम्रो कन्ट्रोलमा आएर एउटा बिरामीले नर्मल जीवनशैली बाँच्न सक्नुहुन्छ है। आफूले गर्दै आएको कामकाज लगायत जीवनको सबै कुराहरू नर्मल आम जनताले गर्नुभयो जस्तै गरेर बाँच्न सक्नुहुन्छ। त्यसले गर्दा भनेको जस्तो गर्नु पऱ्यो, आत्तिनु भएन। मलाई रोग लाग्यो अब मेरो सबै कुरा सकियो भनेर पनि सोच्नु भएन होइन। र केही गरे पनि हुँदैन, म औषधि खाँदिनँ भनेर भन्नु पनि भएन। मेन भनेको डाक्टरको सल्लाह अनुसार चाहिँ अगाडि बढ्नु पऱ्यो। हुन्छ, धेरै धेरै धन्यवाद, समयको लागि धेरै धन्यवाद तपाईँलाई। अनि आगामी दिनमा फेरि अरू थुप्रै हाम्रो पेसेन्टहरूको, हाम्रो जति पनि जिज्ञासुहरूको चाहिँ प्रश्नहरू भयो भने फेरि तपाईँसँग अन्तर्क्रिया गर्नेछौँ। हस्, धन्यवाद। यदि तपाईँलाई पनि बाथरुग सम्बन्धी लक्षणहरू जस्तै हातका औलाहरू दुख्ने वा सुन्निने, बिहान उठ्दा हात खुट्टा र शरीर अरट्ठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नसक्ने, गोलीगाँठो दुख्ने वा सुन्निने, राति र बिहान ढाड दुख्ने, बिहान ढाड अरट्ठो हुने, घुँडा दुख्ने र सुन्निने, कुर्कुच्चा दुख्ने, पाइतला पोल्ने वा झमझम्याउने, पिडौला दुख्ने र करकर खाने, शरीर गल्ने र छिटो थाक्ने, मांसपेशीहरू कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ सम्बन्धी लक्षणहरू यदि छ भने डाक्टर असीम बटाजुलाई सम्पर्क गर्न सक्नुहुनेछ। डाक्टर असीम बटाजुलाई बाथरुग सम्बन्धी समस्या भएकाहरूका लागि हरेक बेलुकी 4 बजेदेखि 7 बजेसम्म उत्कृष्ट परामर्श सेवा लिन सक्नुहुनेछ। सम्पर्क अन्नपूर्ण सिटी क्लिनिक, महेन्द्रपुल मेडिकल लाइनको हुलाक कार्यालय पछाडि। फोन नम्बर 061
01583 722 98560 78007।